नमस्कार। आज आइतबार आज ठ्याक्कै 3 बजे लभिन मल ललितपुरको हलमा म आउँदैछु आजको 3 बजेको शो हेर्नको लागि। फिल्म कुन फिल्म हो भनेर भन्ला, बलिदान। नाम सुन्दै कतिको त मुटु पनि कामिसक्यो होला। बलिदान यस्तो फिल्म हो कि ताकि नेपाली जगतमा हिन्दी इंग्लिश भनौं न यो विभिन्न फिल्महरुलाई पछाडी पार्न सफल भएको फिल्म हो। र मैले अस्ति हेरे, तर मलाई आज फेरि पनि चित्त बुझेन। आज म आनन्दले रमाइलो पाराले हेर्नको लागि म आफै जाँदैछु। टिकट आइसकेको छ मलाई 5 वटा टिकट। म एकछिनपछि जान्छु, हेर्छु। ललितपुर रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ दिदीबहिनीहरू आज 3 बजेको शोमा प्रकाश भुजेलसँग फिल्म हेर्नको लागि तयार भएर बस्नुस्। तपाईहरु लभिन मल ललितपुर आज 3 बजे, ठीक 3 बजे आज तपाईहरु सँगै बसेर म फिल्म हेर्न आउँदैछु। बिचारा फिल्म बनाउनेलाई पनि कति साह्रो दुःख दिएको हो, हैन हो? तपाईहरुले गर्न सक्नुहुन्न भने नगर्नुस् न, नबनाउनुस्। तपाईहरु चुप लाएर बस्नुस्। बिचारा एउटा घर जग्गा जमिनलाई चाहिँ धितो राखेर सन्तोष सिंह जोकै डाइरेक्टरजीले यति राम्रो फिल्म बनाउनु भएको छ कि नेपाली जगतमा उहाँले जस्तो फिल्म चाहिँ सायद अरूले बनाउन सक्दैन। किन सक्दैन भन्दाखेरि अरूमा त्यो खोबी नै छैन, अरूमा त्यो दिमागै छैन। र त्यो दिमाग नभएका मान्छेहरूले उहाँलाई अगाडि बढ्न दिइरहेको रहन्छ। नेपाली फिल्मलाई सिद्धाउन खोजिरहेको रहेछ। नेपाली फिल्म सक्दैन नि। हामीले हिजोको दिनमा राधे समलको उपकार फिल्म, बरमाला, यस्ता फिल्महरू हामीले 2 रुपैयाँ 3 रुपैयाँ 7 रुपैयाँ 5 रुपैयाँ तिरेर हेरेका थियौं। त्यो इतिहास अहिले पनि जीवित छ। अहिले पनि सिमाना यस्ता फिल्महरू आज हिन्दी फिल्मलाई टप्न सक्ने, आज इंग्लिश फिल्मलाई टप्न सक्ने यस्तो खेलाडीले बनाएको फिल्म, यस्तो राम्रो व्यक्तिले बनाएको फिल्मलाई तिमीहरू गलत छ भनेर मिडियाबाजी गर्छौ। के मिडियाबाजी गरेको? कसले दियो तिमीहरूलाई चम्चा अलिअलि पैसा? यसो ताउलोमा जाउलो हान्नी दिँदाखेरि म जे पनि बोल्दिनी। फिल्मको राम्रो भएन, 12 गाउँ जस्तो भएन, 13 गाउँ जस्तो भएन, हैन हो? खोतल्दै गयो भने आफू जन्मेको ठाउँ त पुग्छ केटा हो। आफू गर्न सक्दैनौ, अर्काको फिल्म राम्रो छैन भन्दै 2-3 जना ती बाटा घाटा हिँड्ने टपरे मिडिया लिएर नहिँड हेर केटा हो। तिमीहरू कुन लेभलको, तिमीहरू कुन तरिकाको मिडिया हो हामीलाई थाहा छ। तिमीहरूले के गर्छौ, कसले के गर्छ, जसले चेप्टे दिन्छौ तिमीहरू त्यसलाई माया गर्छौ, जसले दिदैन राम्रो मान्छेले यत्रो दिन्छ तिमीहरूलाई चेप्टे। त्यसैले तिमीहरू नराम्रो मान्छेहरू रहछौ। तिमीहरूले आजैबाट बलिदान फिल्मलाई तिमीहरूले जति नराम्रो गर्न खोज्छौ, बलिदानले टाउको ज्वरो टेकिसक्यो। बलिदानले अहिले ज्वरो टेकिसक्यो। बलिदान तिमीहरूले भन्दा सोचेको भन्दा धेरै फरक। हिजो पानी पर्यो, अलिकति कम भयो मान्छे। आज हेर, आज प्रत्येक काठमाडौँ प्रत्येक ठाउँको हलहरू यतिकै प्याक हुनेछ, किनकि बलिदान फिल्मै चर्को छ। त्यहाँको हेर न, रहनसहन हेर, त्यहाँको एक्सन फाइट हेर, त्यहाँको आमा छोराको कहानी हेर न साथी हो। हामी त एकचोटि नहेरेर पुगेर 2 चोटि जाँदैछौँ। तिमीहरूलाई लाज लाग्दैन? जे पनि बोल्ने। बलिदान फिल्म तिमीहरूले सोचेको भन्दा धेरै फरक छ। 1-2 जना टपरे मिडियाहरू कराउँदैमा केही हुनेवाला छैन। तिमीहरू कराउँदै गर्छ, पिना सुक्दै गर्छ। सक्छौ भने तिमीहरू गरेर देखाऊ, सक्दैनौ भने के नेपर्न बोल्छौ तिमीहरू ताइन तुइमा? तिमीहरू बोलेर केही हुनेवाला छैन। आज म हेर्न जाँदैछु फिल्म। आउनुस् ललितपुरको लभिन मल हलमा, हामी सँगै बसेर फिल्म हेरौं। टिकट काट्नुस् अहिले नै। तपाई प्रकाश भुजेलको साथमा बसेर फिल्म हेरौं। चाहे जति जना मान्छे होस्, त्यो आई डोन्ट नो, नो प्रब्लम, मलाई मतलब छैन। तर हामी मजाले हेर्छौं फिल्म, मजाले हेर्छौं, शानदार पाराले हेर्छौं फिल्म। आजै हेर्छौं, अहिले हेर्छौं। आज 3 बजेको शो हेर्न जाँदैछु म ललितपुर। म यता बौद्धको मान्छे ललितपुर फिल्म हेर्न किन जाँदैछु? यतातिर प्याक छ, यतातिर पुरै प्याक छ ललितपुरको हलमा। अब हामी जाँदैछौं। कसैलाई टाउको दुखाइ यानी प्रब्लम, र साथी पत्रकार साथीहरू पनि, कतिजना पत्रकार साथीहरू हुनुहुन्छ, मेरा अन्य मित्र साथीहरू, तपाईहरू ललितपुर आसपास काठमाडौँ आसपास रहनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई आज ठिक 3 बजेको शो हेर्नको लागि म ललितपुर लभिन मल हलमा आउँदैछु। तपाईहरू सबैजना त्यहाँ आउनको लागि म अनुरोध गर्दै, तपाई बलिदान हेर्नुस्। बलिदान भनेको
यस्तो फिल्म हो कि ताकि नेपाली फिल्म जगतमा राम्रो र एकदम उत्कृष्ट एकदमै भनौं न तपाईहरुलाई हामीलाई चाहिने तपाईहरुको हामीलाई यतिसम्मको एक्सन मुभी चाहिन्छ भन्ने हामीलाई उहाँहरूले बनाएको छ। उहाँहरूको मेहनतलाई हामीले खेर जान दिनुहुन्न। आज हिन्दी इंग्लिश फिल्महरु फलप खाइसकेको छ। बलिदान जस्तो मुभीहरुले आज देशमा जरो गाडिसकेको छ। एउटा हङराङ हुङरुङ गरेर पाङराङ पुङरुङ गरेर तपाईलाई झुक्काउने राम्रो छैन भनेर मिडियाबाजी गर्ने ती मिडियाबाजी साथीहरुलाई तपाईहरुले आफू गर्न सक्नुहुन्न भने अरूलाई केही नभन्नु। सन्तोष सिंहजी तपाईले बनाएको फिल्म एकदम उत्कृष्ट र राम्रो छ। अझै अगाडि बढ्दै जानुस्। तपाईको उन्नति प्रगतिको कामना गर्दै नेपाल तान्त्रिक झाँक्री संघ सिंगो टिम सन्तोष सिंहजीको लागि हामी तयार छौं। हामी फिल्म हेरौला। यिनीहरुले जति कुरा काटे पनि तपाईको साथमा हामी छौं। तपाईले राम्रो फिल्म बनाउनु भएको छ। तर तपाईलाई मैले वास्तविकमा चिन्दिन। तर नचिने पनि तपाईले विगतमा बनाएका ती फिल्महरु देखेर म खुसी लागेको छ। तपाईको नाम सुनेको छु। तपाईको काम सुनेको छु। म तपाईको नामलाई सुन्छु। तपाईको कामलाई चिन्छु। व्यक्तिलाई चिन्ने होइन प्रकाश भुजेलले। व्यक्तिलाई हैन तपाईले गरेको काम र मूल्याङ्कनको तपाईलाई मूल्याङ्कन हुनुपर्छ। र पक्कै नै तपाईले बनाएको फिल्म सुपर हिट भएको छ। नेपालका आमा बुबाहरुले प्रत्येकले मन पराएका छन्। तपाईको त्यहाँ एक्सन देखुन सब फाइट देखुनबाट ल्याएर कथाहरु मिलेको छ। कसैले मिलेको छैन। तिम्रो फिल्म यस्तो भन्दैमा त्यस्तो हुँदैन केही पनि। तपाई चिन्ता नगर्नुस्। अर्को फिल्मलाई तयारी गर्नुस्। तपाई यो फिल्म नेपाल अधिराज्य भरि मात्र नभई विश्वमा चल्ने छ। हङकङ अस्ट्रेलिया मलेसिया देखुन दुबई विभिन्न देश चाइनाहरु पनि चल्न पर्छ तपाईको फिल्म। किन चल्न पर्छ? यतिको एक्सन भएको यतिको राम्रो फिल्म पनि विदेशमा चलेन भने त खतम भएन। नेपालीले खुट्टा तान्ने बानी छ क्या। यी नेपालीहरुले गर्न सक्दैन। अरूले केही गर्न सक्दैन। फिल्म जगतमा तपाईको राम्रो भूमिका छ। तपाईलाई अगाडि बढ्नुस्। हाम्रो शुभकामना छ। आज ठीक 3 बजे आज 19 गते ठीक 3 बजे तपाईहरु हामीलाई लविन मल ललितपुर हलमा तपाईले हामीलाई भेट्न सक्नुहुन्छ। तपाई हामी हैन सँगसँगै बसेर आज फिल्म हेरौं। फिल्म मजाले हेरौं। स्टोरी हेरौं। बलिदान यो जान बलिदान तपाईहरुले सुन्नुभयो होला। एउटा बलिदान भनेको के हो त? बलिदान केको लागि गरिन्छ? देशको लागि राष्ट्रको लागि गरिन्छ हैन। योगदान बलिदान भनेको के हो त? त्यो नामै काफी छ। बलिदानलाई कसैले हल्ला र हल्लिँदैन। बलिदान हेर्नको लागि आज ललितपुरको लविन मल हलमा प्रकाश भुजेल इन्ट्री हुँदैछ। 3:30 बजे 3 बजेको शो हेर्नको लागि तपाई हामी सबै मिलेर हेर्न पर्नेछ। पक्कै नै पत्रकार साथीहरु अन्य मित्रहरु पनि त्यहाँ आउनुहुन्छ भने मलाई पूर्ण विश्वास छ। तपाईहरु आज 19 गते तपाईहरु जहाँ हुनुहुन्छ तपाईहरुलाई मैले आह्वान गर्दछु। ललितपुर लविन मल हलमा तपाईहरु आउन सक्नुहुन्छ। आज आइतबार तपाईहरु ठीक दिउँसो 3 बजे आइतबार आज 19 गते आइतबार ठीक दिउँसो 3 बजे लविन मल हलमा तपाई र हामी सँगै बसेर फिल्म हेर्ने यो जान बलिदान। तपाईहरु जहाँ हुनुहुन्छ बलिदान फिल्म हेर्नको लागि आज ललितपुरको हल प्याक गर्नुस्। प्रकाश भुजेल आउँदैछ। काट्नुस् टिकट। तपाईहरु मजाले काट्नुस्। सँगै बसेर आज सुस्याली चटकन लाई तपाईहरु हामी भिडियो बनाए टिकटक बनाइ भने आज फिल्म हेर्ने छौ लविन मल भित्र। तपाईहरु कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ अहिले नै टिकट बुक गर्नुस्। नपाउनु होला ठीक दिउँसो आज 3 बजेको टिकट काट्नुस्। प्रकाश भुजेल तपाईको साथमा फिल्म हेर्न आउँदैछ। नमस्कार। जय शम्भो। सक्तकाई सेवानो।